स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी बनाउँछौँ मटन पक्कु। है एकदम दामी हुन्छ। त्यसको लागि मैले यो मटन लिए। यो मटन चाहिँ मैले तातो पानीमा भिजाएर धोएको मटन हो, काटेर रेडी गरेको हो। र साथमा हामीले अलिकति यहाँनिर लियौँ अब यो खडा मसला है, अलैँची, लौङ, धनिया र सिन्कौलीको पात यानि कि तेजपत्ता। र साथमा मैले लियौँ यहाँनिर तोरीको तेल, मस्टर्ड ओइल। र साथमा मैले यो मसलाहरू लिएँ है, रेड चिल्ली पाउडर, क्युमिन पाउडर, टर्मरिक पाउडर, मटन मसला, कोरिएन्डर पाउडर, गरम मसला, साल्ट। यो 7वटा मसलाहरू हामीले लियौँ र माथिबाट हामीले यो खडा मसला हालेर त्यसपछि हामीले यो सबै चिजहरू हालेर यसलाई मजाले मिक्स गर्छौँ। मटन पक्कुको रेसिपी एकदमै सजिलो छ, तपाईहरुले घरमै मजाले बनाएर खान सक्नुहुन्छ। र मैले यहाँ अब तोरीको तेल हालेँ है, हालेर मैले अब यसलाई हातले मजाले मिक्स गर्छु। हेर्नुस् त, मात्र 3 मिनेटमा तपाईले मटन पक्कुको रेसिपी सिक्न सक्नुहुन्छ हाम्रो च्यानलबाट। र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। हेर्नुस् त, मिक्स भएर यस्तो भयो। र माथिबाट मैले अलिकति यो खोर्सानी हालेँ, चिल्ली फ्लेक्स। यो तपाईहरुसँग छैन भने नहाल्दा पनि केही फरक पर्दैन है। र मैले फेरि मिक्स गरेँ। अब मैले मिक्स गर्दा फेरि यो यस्तो भयो टक्कसँगले। हेर्नुस् त कस्तो दामी भयो है। अब चाहिँ हामी पकाउँछौँ। अब यसमा हामीले केही मसलाहरू हाल्नु पर्दैन, मात्र पकाउने मात्रै हो। तर पकाउने तरिका कस्तो भन्दा, एउटा सफा भाँडा लिने र आगो चाहिँ सानो, एकदम सानो आगोमा पकाउने। यो चाहिँ किनभने सानो आगोमा पाक्नुपर्छ, यो अरू जस्तो ठुल्ठुलो आगोमा होइन। हेर्नुस् त, मैले अब अघि हामीले रेडी गरेको मटनलाई, खसीको मासुलाई यहाँनिर लिएँ। यसलाई मटन पक्कु यानि कि खसीको पक्कु है भनिन्छ है। हेर्नुस् त, अब टक्क यसलाई हामीले यसरी एकछिन चलाउने। आगो एकदम सानो हुनुपर्छ। हेर्नुस् है, आगो ठुलो भयो भने फेरि काम छैन। अब यसलाई हामी लगभग ढाकेर 2 घण्टा जति पकाउँछौँ कन्टिन्यू। बिचमा हल्का ढक्कन खोलेर चलाउनु पर्छ है, बिच बिचमा नडरोस्, तलपट्टि फेदमा नटाँसियोस् भनेर। ल हेर्नुस् त, अब हाम्रो यो आधी उधी पाक्यो है। अब मैले 2 घण्टा पकाएको त कसरी देखाउनु, भिडियो लामो हुन्छ, त्यही भएर भिडियो काटेको। तपाईहरुले चाहिँ 2 घण्टा चाहिँ पकाउनु होला मिनिमम लगभग। ल हेर्नुस्, यो चाहिँ पाकेर अब यस्तो भयो। मैले बिच बिचमा चलाएको। फाइनल्ली यो पाकिसक्यो साथीहरु। अब हामी मजाले खान्छौँ। तपाईहरु पनि यसै गरेर मटन पक्कु, खसीको पक्कु पकाएर खानु होला। एकदम मिठो। हेर्नुस् त, पाकेर रेडी भयो। अब मैले टक्क कटौरामा हाल्छौँ, त्यसपछि मजाले खान्छौँ। थ्यांक यू सो मच भिडियो हेरिदिनु भएकोमा। अब फेरि हामी अर्को भिडियोमा मजाले भेटौँला। बाइ बाइ, खुसी रहनु होला।